हैन र छेउमा कहिले त फेरस हुन्छ नि यो नि बुझेर ओ लो आनन्द आमा चुचुल छैन बुच्चा है आराम आराम आनन्द आइदिएर सुत्छन् बरु बुढो त निद्रा लाग्यो अलि लिनु म काट्छु है नगलिन्छ गरेर त्यो एकदम यस्तो नराम्रो बस्छ होइन काट्दिनँ किन काट्नु त किन नि जानु भयो त यार जान मसाज गरे जस्तो भयो तिमीले मसाज त्यति पनि धेरै गयो चुचुल छैन मुन्चा गाडामा पनि काटिदिनु अनि म रान्छु मामा भ्याउनु पनि जाम है होइन जाम बसाउनु किन ल गाइज यहाँ चाहिँ अब हामीले उहाँलाई मजाको पात्र मात्र बनाउने काम होइन कि आज उहाँको सरसफाइ गर्ने काम भइरहेछ होइन हाम्रो जो खबाङ गाउँको चाहिँ एकदम कमेडियन मान्छे हुनुहुन्छ उहाँ लामा कमेडियन लामा के अरे आजभोलि त नारी होइन आखाटे लामा हुनुभएछ होइन आखाट मात्र हेर्नुहुन्छ उहाँले अब आजभोलि यो कोरोना कालपछि चाहिँ उहाँ पनि एकदम संयम त अपनाउनु भएको छ मान्छे चाहिँ पारस्परिक एउटा चाहिँ के अरे अब डाइरेक्ट सम्पर्क गर्दाखेरि चाहिँ अब कोरोना जस्ता लगायत अन्य के अरे रोगहरू चाहिँ सङ्क्रमित हुनसक्छ भन्ने उहाँलाई पनि एकदम राम्रोसँग ज्ञान भएको कारणले गर्दा अहिले चाहिँ नारी सारी साम्नुहुन्न उहाँले अहिले चाहिँ आँखाद्वारा चाहिँ झारफुक गर्ने काम गर्नुहुन्छ र अहिले चाहिँ अब उहाँको सरसफाइमा जुट्नु भएको छ हाम्रो उहाँकै भतिज अर्जुन एसी जोइ भिड्नु भएको छ उहाँलाई एकदम सपात सहित गर्न लाउनु भएको छ उहाँलाई चाहिँ एकदम आनन्द आइरहेछ मस्त भइरहेछ उहाँलाई मसाज गरे जस्तो ब्लेड चेन्ज गरौँ है देखा अर्को गणेश त पछाडि आडलाइदिनु यार उहाँलाई अरे अब हिलो हुनुहुन्छ हाम्रो किसान चुचुल किन भुक्छ कि त्यो जुलु हुच्चेसी चुचुल छैन बुझ्छ त्यो पत्ता लाउनुलाई जेरान त्यो कान लिन कोनी काट्यो पानीले भिजाउनु न पानीले भिजाउनु त अनि सजिलो हुन्छ तातो पानी लिन्छौ गरस तातो पानी लिदि भनेको नि